मलाई अझै पनि त्यो दिन याद छ। आकाश एकदमै सफा थियो, तर मेरो मनभित्र आँधी चलिरहेको थियो। तिमीले मलाई फोनमा अब सबै सक्थ्यो भन्यौ। तिमीले मलाई धोका दियो प्रिया। मैले तिमीलाई मेरो संसार ठानेको थिएँ। तिम्रो आवाजमा पीडा र आक्रोश भरिएको थियो। मेरो घाँटीमा शब्दहरू अड्किए। मैले तिमीलाई 1000 पटक सम्झाउन खोजेँ कि यो सत्य होइन, तर तिमीले मेरो कुनै कुरा सुन्न चाहेनौ। हाम्रो प्रेम कहिल्यै कुनै फिल्मको कथा जस्तो थिएन। यो साधारण, इमान्दार र सानो थियो। मलाई तिम्रो सानो मुस्कान, तिम्रो हाँसोको आवाज र तिमीले मेरो हात समात्ने तरिका मन पर्थ्यो। हामीले सँगै भविष्यका हजारौं सपना बुनेका थियौं। हरेक कुरामा एउटै बाटो हिँड्ने बाचा गरेका थियौं। तर त्यो एक दिन, त्यो दुर्भाग्यपूर्ण बिहानी आयो। मेरो दाइ विदेशबाट फर्किनु भएको थियो र म उहाँलाई एयरपोर्टबाट लिन गए। हामीले भेटेर कफी पिउँदै कुरा गर्यौं, एकदमै सामान्य कुराहरू। दाइले मेरो टाउकोमा मायाले हात राखेर सबै ठिक छ भन्नुभयो। त्यही समयमा तिम्रो मिल्ने साथी अमितले हामीलाई टाढैबाट देखेछ। अमितले तिमीलाई फोन गरेर के भन्यो मलाई थाहा छैन। सायद मैले प्रियालाई अर्कै केटासँग देखेँ, उनी दुवैजना एकदम नजिक थिए भन्यो होला। अमितले नचिनेको मान्छेलाई मेरो दाइ हो भन्ने कुरा कसरी जान्थ्यो र? तिमीले मलाई सिधै सोधेनौ। तिमीले विश्वास गर्नै पर्ने मान्छेको कुरा सुनेर मेरो बारेमा एकतर्फी फैसला गर्यो। तिम्रो दाइ किन तिमीलाई भेट्न कफी शपमा आउनु पर्यो? तिमी किन मलाई ढकाइरहेकी छौ? तिम्रा प्रश्नहरूमा शङ्काको तितोपन थियो। मैले हार गुहारे। बाबु, तिम्रो कसम खाएर भन्छु, उहाँ मेरो दाइ हो। उहाँ भर्खरै विदेशबाट आउनु भएको। हामीले सँगै हुर्केका छौं, त्यसैले हामी नजिक छौं। म तिमीलाई धोका दिन सक्दिन। तर तिम्रो मनमा शङ्काको बिउ गहिरो गरी रोपिसकेको रहेछ। तिमीले विश्वास गर्यौ कि म तिम्रो अनुपस्थितिमा अरू कसैसँग भेटिरहेको थिएँ। तिम्रो लागि अमितको अपुष्ट कुरा मेरो प्रेमका वर्षौंको प्रमाणभन्दा ठूलो भयो। अन्तिम पटक तिमीले भन्यौ, म तिमीलाई भेट्न सक्दिन प्रिया। म कसैको झुटसँग बाँच्न सक्दिन। ब्रेकअप। आज धेरै वर्ष बितिसके। म मेरो दाइको हात समातेर हिँड्ने त्यो दिन सम्झिन्छु, जुन दिन मेरो जीवनको सबैभन्दा ठूलो गलतफहमी बन्यो। तिमी आज पनि त्यही गलतफहमीमा बाँचिरहेका छौ होला। तिमीलाई लाग्छ तिमीले सही निर्णय गर्यौ। मलाई थाहा छ हाम्रो प्रेम साँचो थियो, तर प्रेमलाई बचाउन विश्वास चाहिन्छ। एउटा सानो गल्ती, एक क्षणको शङ्का र एउटा अपरिचितले गरेको गलत जानकारीले हाम्रो सुन्दर संसारलाई चकनाचुर पारिदियो। सम्बन्ध टुट्यो र यो कथाको अन्त्य कहिल्यै सुमधुर भएन। बस एउटा गहिरो, दुःखद पछुतापमा सकियो। एउटा यस्तो प्रेम जुन प्रेमको अभावले होइन, विश्वासको अभावले मरेर गयो।